हेलो साथीहरू, आज चाहिँ म हजुरहरूलाई हामीहरूको बारीमा के फलेको छ भनेर देखाउन जाँदैछु है त। र यता चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ हामीहरूको काँक्राको बोट हो। र यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ हामीहरूको चाहिँ काँक्रा पनि फलेको छ है। र यो काँक्रा चाहिँ अस्ति मैले आएर हेर्दाखेरि सानो थियो नि त, र अहिले आज आएर हेरेको त कत्रो ठुलो भएछ। र मलाई चाहिँ कस्तो भिडियो गर्नु मन लाग्यो, र मैले चाहिँ भिडियो पनि गरिहालेको साथीहरू। आफूले रोपेको चिजहरू यसरी फल्दाखेरि चाहिँ कति खुसी लाग्छ है। र यो चाहिँ मैले रोपेको थिएँ नि त, र कस्तो मजाले फलेछ हो। र फुलहरू पनि मजाले खिलेको छ। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ भेन्डी हो। र भेन्डीको चाहिँ होइन पत्ताहरू सबै किराले खाइदिएको छ हो। अब यो चाहिँ दबाई पनि लगाउन आँटेको हामी चाहिँ आज। र यता चाहिँ हेर्न सक्नुहुन्छ, भेन्डी पनि फल्नु थालेको छ हामीहरूको चाहिँ। र यता चाहिँ सानो सानो फल्दैछ भर्खरै। र हिजो चाहिँ मैले कतिवटा चाहिँ हिजै टिपेको थिएँ नि त, अब सब्जीहरू अब मिसपास गरेर खाएको थिएँ नि त। र यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ, यतातिर चाहिँ सानो सानो फल्दैछ भर्खरै। र भेन्डीलाई चाहिँ अब दबाई लगाउने, र दबाई लगाएपछि चाहिँ राम्रो फल्छ कि भनेको, यसले चाहिँ सानो सानो फल्दैछ। र यता चाहिँ हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ फेरि बिन्स हो। यो बिन्सको चाहिँ अहिले सिजन होइन, र पनि मैले चाहिँ रोपिदिएको थिएँ हुन्छ कि हुँदैन भनेर। त्यो पनि कस्तो मजाले फलेछ हो। यो माथि माथि मात्रै फलेको छ हो, तल चाहिँ अब सबै बाख्राले खाइदियो नि त। हामीहरूको यता चाहिँ बाख्राहरूले चाहिँ केही राख्नु दिँदैन है साथीहरू, सबै बाख्राले खाइदिन्छ। र यतातिर चाहिँ सबै भेन्डी हो यताको चाहिँ। र यो बारीमा चाहिँ हामीले यति नै रोपेको छु। र फर्सीहरू अब कुबिन्डाहरू चाहिँ अर्कै जग्गामा रोपेको छु हो, त्यो पनि देखाउने छु नेक्स्ट भिडियोमा। र यता चाहिँ यो चाहिँ बोडी हो, यो बोडी पनि फल्नु थालेको छ, त्यो पनि सबै किराले खाएर हो।